नमस्ते, म डाक्टर अनुपमा, फर्टिलिटी स्पेशलिस्ट, ऑब्स्टेट्रिशियन, गाइनेकोलोजिस्ट। आज हामी वीर्यको जाँच कसरी गरिन्छ त्यो थाहा पाऊँ। वार्मरमा सिमेन्टलाई 30 मिनट्सको लागि राखिन्छ लिक्विफाई गर्नको लागि। लिक्विफाई भएको स्याम्पललाई प्रपरली मिक्स गरेर मेक्लर चेम्बरमा 1 ड्रप हालिन्छ एनालाइसिसको लागि। त्यसपछि माइक्रोस्कोप अन गरिन्छ, लेन्सको म्याग्निफिकेसन एडजस्ट गरिन्छ र चेम्बरलाई लेन्समा राखेर सिमेन्ट एनालाइसिस गरिन्छ। वहाँ पुरुषको सिमेन्ट एनालाइसिसमा 0 स्पर्म देखिएको छ र बाहिरको ल्याबमा पनि 0 स्पर्म थियो। एजियोस्पर्मिया कन्फर्म गर्नलाई 10 मिनट वार्मरमा मिडिया वार्म गरिसकेपछि 1 ml मिडिया र 1 ml स्पर्म मिक्स गरेर सेन्ट्रिफ्युज गरिन्छ 10 मिनट्सको लागि। पेलेट फर्म भएको छ र सुपरनेटेन्ट डिस्कार्ड गरिन्छ। रिमेनिङ स्याम्पललाई प्रपर मिक्स गरेर 1 ड्रप एनालाइसिसको लागि युज गरिन्छ। सेन्ट्रिफ्युज स्याम्पलमा थोरै भए पनि स्पर्म भेटिएको छ, त्यही भएर उहाँको डोनर स्पर्म लिनु पर्दैन। आइभीएफ इक्सी गरेर बच्चाको प्लानिङ गर्न सकिन्छ।